कार्यक्रममा बाँसुरीबाट मंगल धुन बजाइदिनको निम्ति म हाम्रा बाँसुरी धुन अथवा बाँसुरी धुनका साथीहरूलाई म अनुरोध गर्दछु। मल्लकी सुन्दरजीलाई अब हाम्रो प्रमुख अतिथि कमरेड पुष्पकमल दाहाल प्रचण्डज्यूले तपाईहरु सामु आफ्नो निर्देशनात्मक भनाइ तथा हाम्रो नेवा राष्ट्रिय मुक्ति मोर्चालाई शुभकामना मन्तव्य एकदम निर्देशनात्मक भनाइ राख्नुहुनेछ। आउँदै हुनुहुन्छ आजका प्रमुख अतिथि कमरेड पुष्पकमल दाहालज्यू। ऑडियो निकाल्नु होला। धन्यवाद कार्यक्रम सञ्चालक मित्रलाई। यो नेवा राष्ट्रिय मुक्ति मोर्चा नेपालको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहका अध्यक्ष तथा मोर्चाका पनि अध्यक्ष महोदय, यहाँ अतिथिका रूपमा उपस्थित मल्लके सुन्दर लगायत विभिन्न नेवा संघ संस्थाका प्रतिनिधि र बुद्धिजीवी साथीहरू, हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष र सबै केन्द्रीय समितिका सहयोगका कमरेडहरू, उपस्थित सम्पूर्ण आदरणीय जनसमुदाय। पानी पर्नै लागेको छ। मौसम जति हामीलाई अनुकूल पनि भयो, बिहान हेर्दा त सायद हामीले यतिको पनि कार्यक्रमसम्म पुग्न सक्दैनौं कि जस्तो देखिया थियो। जुलुस भयो, उद्घाटन भयो, केही वक्ताहरूले कुरा पनि राख्नुभयो। त्यसकारण मूलभूत रूपमा यो सम्मेलनको उद्घाटन समारोह सफल भइसकेको छ। म पनि यो सम्मेलनको पूर्ण सफलताको लागि शुभकामना पार्टीको तर्फबाट व्यक्त गर्न चाहन्छु। अहिले अन्तिम वक्ता मल्लके सुन्दरले तपाईहरुको अगाडि केही गम्भीर कुरा राख्नु भएको छ। म त्यहीनिर केन्द्रित भएर मात्रै केही कुरा राख्छु। पक्कै पनि हामीले यो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नको निम्ति उत्पीडित वर्ग र उत्पीडित जाति समुदायको हक अधिकार र पहिचानको निम्ति निकै ठूलो लडाईँ लडेको हो र त्यो नेपालमा इतिहास सिद्ध भइ नै सकेको छ। पछिल्लो कालखण्डमा कहीँ न कहीँ हाम्रो वर्गप्रतिको हाम्रो एकता, हाम्रो उत्पीडित जातिहरूप्रति समुदायप्रतिको हाम्रो एकता कमजोर भएकै हो। मल्लके सुन्दरले भने जस्तै कहीँ न कहीँ हामीले संविधान घोषणा गर्ने बेलामा जस्तो सम्झौता गर्नुपर्ने भयो, त्यो सम्झौता पछि हाम्रा सम्बन्धहरू केही कमजोर भएकै हुन्। तर यसपटक हाम्रो पार्टी केन्द्रमा गम्भीर समीक्षा गरेर, आत्मसमीक्षा गरेर, आत्मालोचना गरेर हामीले फेरि उत्पीडित वर्ग र उत्पीडित जाति समुदायको हक अधिकार र पहिचानको लडाईँलाई समाजवादको दिशा दिन अगाडि बढ्नु पर्दछ। त्यो जिम्मेवारी हाम्रो छ भनेर नै हामीले अहिले देशैभरि विभिन्न उत्पीडित जाति समुदायको, आदिवासी जनजातिहरूको उत्पीडित वर्गका पनि मोर्चाहरूको अधिवेशन गर्दै अगाडि बढेका छौं र आज नेवा राष्ट्रिय मुक्ति मोर्चा त्यसको एउटा नयाँ कडी हो। म मल्लके सुन्दर जस्ता बुद्धिजीवी साथीहरूलाई
सबै नेवा सङ्घ संस्थाका प्रतिनिधिहरूलाई विश्वास दिलाउन चाहन्छु। माओवादी केन्द्र एकचोटि फेरि संकल्प गरेको छ, देशव्यापी अभियानमा पनि हिँडेको छ र उत्पीडित जातिहरूको अधिवेशन मोर्चालाई पुनर्जीवित गर्ने, पुनः गतिशील बनाउने र यो लडाईँलाई अन्तिम बिन्दुसम्म पुर्याउने संकल्प लिएको छ। यो कुरा म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु। हामी यहाँबाट पछि हट्ने स्थिति छैन। इनफ इज इनफ भने जस्तै भयो। हामीले कहिले कसैसँग कहिले कसैसँग सहमति गर्दा त्यसको परिणाम जनतालाई राम्रो भएन। यति भनिसकेपछि मैले खास गरी नेवा समुदायको हकमा यो बीचमा मैले जे अध्ययन गरे र मैले केही अनुसन्धान पनि गरिरहेको छु र आउने दिनमा समाजवादी यात्राका निम्ति नेवा समुदायको संस्कृति, नेवा समुदायले विकास गरेका विभिन्न खालका खल पुच या गुठी या विभिन्न बाजा गाजा भोज भतेर अनि उनीहरूको उत्पादन जातीय सम्बन्ध, आपसी सम्बन्ध भित्र मैले चाहिँ नेपाली समाजवादको, नेपाली विशेषताको समाजवाद देखेको छु र मैले केही दिन अगाडि मात्रै नेवा समुदायको यो सम्मेलन गर्नु अगाडि यो खाली माओवादी केन्द्रको मात्रै सम्मेलन जस्तो नदेखियोस्, यो नेवारहरूका सबै समुदायको, सबै राजनीतिक दलहरूका पनि प्रतिनिधिहरूको, विद्वान बुद्धिजीवीहरूको र सम्पूर्ण नेवारहरूको, बागमती प्रदेशभरिका र देशभरिकाहरूको पनि एउटा नयाँ जमघट बनोस् र एउटा नयाँ संकल्प र प्रतिबद्धता सहित आत्मनिर्णयको अधिकारको सिद्धान्त अन्तर्गत हामीले जे घोषणा अघि उहाँले भने जस्तो म सम्झिरहेको छु, बसन्तपुर डबलीको त्यतापट्टिबाट घोषणा गरिएकै थियो। अन्यत्र पनि आदिवासी जनजातिहरूको स्वायत्त सरकारहरू हामीले घोषणा गरेकै हो। तर त्यसलाई कायम राख्न खोज्दा संविधान नबन्ने खतरा भएपछि केही सम्झौता हामीले गरेकै हो। तर अब समय आएको छ यथास्थितिवादका विरुद्ध र प्रतिगामी षड्यन्त्रका विरुद्ध फेरि एकचोटि सबै उत्पीडित वर्ग र जाति समुदाय अगाडि बढ्नुपर्दछ र त्यसको नेतृत्व एकचोटि फेरि हामीले लिनुपर्छ भन्ने प्रतिबद्धता र संकल्प सहित हामी यहाँ उपस्थित छौं। मलाई आज विशेष हर्ष र गर्वको महसुस भएको छ। मैले भन्दैछु कि समाजवादको भ्रूण नेवार समुदायको इतिहासमा, उनीहरूको भाषा संस्कृतिमा, उनीहरूको उत्पादन सम्बन्धमा, उनीहरूका गुठी लगायतका विभिन्न खालका संस्था संरचनाहरू जे बनेको छन्, नेपाली विशेषताको समाजवाद त्यही छ। त्यसकारण मैले हाम्रो पार्टीका नेताहरूलाई नेपालको इतिहासमा आदिवासी जनजाति, त्यसमा पनि अग्रणी नेवा समुदाय नै हो, नेवा समुदायको इतिहासको अध्ययनबाट मात्रै, उनीहरूको भाषा संस्कृति बारे जानकारी लिएर मात्रै हामीले नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिन्छ। त्यसकारण यो सम्मेलनलाई एउटा विशेष सुरुवात, एउटा पहल, नयाँ बाटोतिर अगाडि बढ्ने पहलको रूपमा मैले लिएको छु। यहाँसम्म हामी आइपुगेका छौं। मलाई फेरि यस अर्थमा पनि गर्व छ, मैले जे जति आदिवासी जनजातिको पक्षमा प्रधानमन्त्रीको हैसियतले गर्न सके, सबभन्दा पहिला शंखधर साखवा राष्ट्रिय विभूतिलाई सम्मान औपचारिक रूपले गर्ने मात्रै होइन, उहाँका आदर्श पछ्याउनु पर्छ भनेर पहिलोचोटि प्रधानमन्त्री हुँदा मैले गरीब किसानहरूको ऋण मिनाहा गर्ने निर्णय गरेको थिएँ। 30,000 सम्मको ऋण मिनाहा पनि भएको थियो। त्यो शंखधर साखवा प्रतिको सम्मान र उहाँको आदर्शप्रति अगाडि बढ्ने मेरो प्रतिबद्धता, हाम्रो दलको प्रतिबद्धता र नेपाल सरकारको त्यति बेलाको प्रतिबद्धता थियो। त्यति नै बेला मैले त्यही डबलीमा पद्मरत्न तुलाधर हुनुहुन्थ्यो, मल्लके सुन्दर लगायत बुद्धिजीवी नेवा साथीहरू हुनुहुन्थ्यो। मैले नेपाल सम्मतलाई राष्ट्रिय सम्मत, त्यसको निम्ति उहाँहरूले धेरै जेल नेल यातना पञ्चायत कालमा धेरै नेपाल सम्मतको बारेमा र नेपाल भाषाको बारेमा
उहाँहरूले लडेको लडाईँको सम्मान नयाँ सरकारले गणतन्त्रको सरकारले गर्नै पर्छ भनेर मैले नेपाल सम्बन्धलाई राष्ट्रिय सम्बन्ध घोषणा गरेँ र अहिले आउँदा नेपाल भाषालाई सरकारी दस्तावेजको भाषाको रूपमा प्रयोग गर्ने निर्णय पनि मैले गरेँ। तपाईहरुलाई थाहा छ अहिले मेरै निर्देशन र सल्लाहमा प्रदेश सरकारले नेवारी भाषालाई सरकारी कामकाजको भाषा र तामाङ भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउने निर्णय गरियो। जे गरियो नेवार समुदायको निम्ति सकेको हामीले दिएको परिस्थिति तपाईहरुलाई थाहा छ कति जटिलताभित्र काम गर्नु परेको थियो। त्यसमा मलाई गर्व छ र मलाई यो पनि गर्व छ मैले यिनै काम गरे बापत 3 शहर नेपाल भनिन्छ काठमाडौँ, ललितपुर र भक्तपुरका नेवार बुद्धिजीवी र संघ संस्थाहरूले मलाई अभिनन्दन पनि गर्नुभयो। प्रज्ञा भवनमा मैले नेवार समुदायको निम्ति उठाएका कदमहरू उनीहरूको निम्ति गरेका कामहरूको सम्मान पनि भयो। यस अर्थमा पनि म नेवार समुदाय प्रति सबै आदिवासी जनजाति प्रति आभार पनि व्यक्त गर्न चाहन्छु। तपाईहरुको चाहना अनुसार आउने दिनमा यो लडाईँ छोडिने छैन जबसम्म सम्पूर्ण रूपले तपाईहरुको संस्कृति, तपाईहरुको भाषा, तपाईहरुको इतिहास, तपाईहरुको आत्मनिर्णय, तपाईहरुको पहिचान पुरै स्थापित हुने छैन। माओवादी केन्द्रले तपाईहरुको साथ छोड्ने छैन। हामी तपाईहरुको साथ दिनुहोस्। अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको छ त्यो यथार्थमा अघि एकजना कमरेडले भने जस्तै सरकारका गलत काम क्रियाकलापका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहस जस्तो गरेका छन् त्यो सफल हुने छैन। मैले यो नेवार समुदायको सम्मेलन नेवार राष्ट्रिय मुक्ति मोर्चाको मात्रै होइन मैले बुझ्दा यो नेवारहरू देशभरिका नेवारहरूको एउटा सम्मेलन मार्फत सरकारका गलत क्रियाकलापका विरुद्ध खबरदारी पनि हो र प्रतिगामी षड्यन्त्रका विरुद्ध चुनौती पनि हो। त्यसलाई सफल हुन दिइने छैन। त्यो प्रतिज्ञा र प्रतिबद्धता पनि व्यक्त गर्दै म फेरि एकचोटि यो राष्ट्रिय सम्मेलनको भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु र तपाईहरु प्रतिकूलता भित्रबाट पनि जसरी यसमा उपस्थित हुनुभयो, शहर परिक्रमा गर्नुभयो, बाजा गाजा बजाउने सबै कलाकारहरू यहाँ बाँसुरी झन्डै 300 नानीहरूले बजाउनु भयो, धिमे बाजा सबै यो संस्कृतिबाट मेरो दिमागमा अहिले भएको समाजवाद खोज्दैछु मैले तपाईहरुको इतिहास र संस्कृति भित्र। त्यसकारण त्यसको साथ दिने विश्वास सहित फेरि एकचोटि सफलताको शुभकामना भन्दै बिदा हुन्छु। धन्यवाद। अभिवादन। धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछु कमरेड अध्यक्षप्रति। आदरणीय यस कार्यक्रममा संघीयतालाई मजबुत गर्ने, गणतन्त्रलाई मजबुत गर्ने साँच्चै नै परिवर्तनकारी शक्तिको एउटा मूल केन्द्रको रूपमा निर्माण गर्न अहिले पछि पर्ने छैन होला। हिजो जुन गल्ती गरेका थियो त्यो गल्ती अब सच्याउनु हुनेछ। हामी विश्वास गरौँ। तिसँग विश्वास या निगम गुरु तिसा आशय नौख गुरु डोंगु नेपाल कम्युनिस्ट पार्टी माओवादी पाखे आ ढिंका हुने चीटो सही थाते थ्याङ्की त्यसपट्टि आशाका छिटमी सफलजीमा यही नै मेरो शुभकामना। धन्यवाद। वेका गुण यडवया टोपुदो उठेन्दो ये जुनी तोपी येले जुनी तोपी सक्ले नेवा नेलवा देशे ठौ छिगो जेसे बियातोंगो प्रतिगामी षड्यन्त्र बिदु देगा नेवा सुका थथातोंगो थदागु इले गु ठौ छिसे नेवा राष्ट्रिय मुक्ति मोर्चा सम्मेलन याना तोना लगाइदो छि सक्ले ढाल पिला केपी सक्ले खलापुत फुकुसेना मुनेटेनु छिगु आदु पुमवनी छिसे तैथे दुगु संविधान मोतोनी उकी संविधान दुनिना अधिकार संपन्न दुगु नेवारा जे मोनी उकी सक्ले ढाल पिला केपी हात्न थका ठागु थासा ठागु राज्य अधिकार संपन्न दुगु ठागु राज्य
हाम्रो मोर्चाको यो तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रमलाई शुभकामना मन्तव्य दिनको निम्ति म निम्त्याउन गइरहेको छु। आदिवासी जनजाति राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष कमरेड सुरेश आले मगरज्यूलाई 5 मिनटमा आफ्नो शुभकामना मन्तव्य राखिदिन हुनको निम्ति आइदिन हुन म अनुरोध गर्छु। सुरेश आले मगर। त्यस्तै उहाँ आउनुभएपछि उहाँलाई शुभकामना मन्तव्य राख्न शुभकामना मन्तव्यको निम्ति म नेकपा माओवादीका केन्द्रीय सदस्य हितबहादुर तामाङज्यूलाई शुभकामना मन्तव्यको निम्ति निम्त्याउँदछु। हितबहादुर तामाङज्यू। म 2 जना गरिदिन्छु। नेवार राष्ट्रिय मुक्ति मोर्चा नेपाका केन्द्रीय अध्यक्ष तथा यो मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन समारोहका अध्यक्ष दिलीप महर्जनज्यू, कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यू, कार्यक्रममा अतिथिको रूपमा उपस्थित नेवा समुदायका लब्ध प्रतिष्ठित अतिथि महानुभावहरू, अन्य विभिन्न संघ संस्था र पार्टीको तर्फबाट आतिथ्यता ग्रहण गर्दै रहनुभएका आदरणीय अतिथि महानुभावहरू र यो विशाल कार्यक्रममा सहभागी जनाइरहनु हुने आदरणीय आमा बुबा दिदी बहिनी दाजुभाइ तथा सम्पूर्ण महानुभावहरू, पत्रकार मित्रहरू, यहाँहरू सबैलाई मेरो आफ्नो तर्फबाट र तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको म इन्चार्ज पनि भएको हैसियतले म त्यो मोर्चाको तर्फबाट पनि हार्दिक अभिवादन, जोजलप्पा, लासो फ्याफुल्ला र नमस्कार व्यक्त गर्न चाहन्छु। म सबैभन्दा पहिला यो मोर्चाको राष्ट्रिय सम्मेलन भव्यताका साथ सफलताको म शुभकामना व्यक्त गर्न चाहन्छु र यो सम्मेलन मार्फत आजको आवश्यकतालाई नेतृत्व प्रदान गर्न सक्ने, वैचारिक हिसाबले, राजनीतिक हिसाबले र सांगठनिक रूपले पनि केन्द्रीकरण गर्न सक्ने एउटा नेतृत्वको टिम चयन गर्न सफल हुनेछ भन्ने मैले अपेक्षा पनि लिएको छु र त्यसको लागि पनि म शुभकामना व्यक्त गर्न चाहन्छु। आज यो सम्मेलन यस्तो स्थितिमा हुन गइरहेको छ, जतिखेर राष्ट्रिय राजनीतिक अवस्थालाई हेर्ने हो भने
यो ज्यादै जटिल अवस्थामा यो सम्मेलन हुन गइरहेको छ। हामी सबैलाई थाहा छ केही दिन अगाडि मात्रै यो मुलुकमा फेरि पनि त्यही मध्ययुगीन सामन्ती राजतन्त्रको पक्षधरहरूले जसले हामी सम्पूर्ण आदिवासी जनजातिहरूलाई उत्पीडित समुदायलाई सयौं वर्षसम्म उत्पीडन गरेर यो मुलुक हामीमाथि शासन सत्ता थोपरेका थिए। तिनीहरूले फेरि पनि त्यही पुरानो सत्तालाई दोहोऱ्याउने उद्देश्य अनुरूप गत चैत्र 15 गते जो काठमाडौँको 3 कुनेमा एउटा हिंसात्मक गतिविधि मचाएर प्रदर्शन गर्यो, त्यो हामी सबैको निमित्त, हामी लोकतन्त्रवादी गणतन्त्रवादी र हामी आदिवासी जनजाति र उत्पीडित वर्ग र समुदायको निमित्त यो ज्यादै भर्त्सनायोग्य र निन्दनीय घटना हो भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ। हामी तामाङ र नेवारहरू एउटै भूगोलमा हामी सौहार्दपूर्ण र सुन्दर सम्बन्ध कायम गरेर बसिरहेका छौँ। विगतको दिनहरूमा पनि हाम्रो बीचमा व्यापारिक सम्बन्ध थियो, हाम्रो बीचमा विनिमयको सम्बन्ध थियो, श्रमको सम्बन्ध थियो र हामीसँग अन्य सामाजिक र सांस्कृतिक सम्बन्धहरू पनि छन्। त्यसैले म के भन्न चाहन्छु भने म अध्यक्ष कमरेडलाई यहाँ साक्षी राखेर भन्न चाहन्छु, तपाईले हामीलाई निर्देशन मात्रै दिनुहोस्, यहाँ कुनै पनि प्रकारको प्रतिगामी शक्तिहरूलाई हामी उसको उद्देश्य पूरा गर्न दिने छैनौं। त्यसको निमित्त नेवार समुदाय आज जसरी चाहिँ यो कार्यक्रममा सहभागी भइराख्नु भएको छ, हामी तामाङ समुदायको तर्फबाट पनि त्यतिकै साथ र समर्थन गर्ने हाम्रो संकल्प छ, हाम्रो प्रतिबद्धता छ। त्यसैले म फेरि पनि भन्छु, यो अहिलेको सरकारको जो नेतृत्व गरिरहेको केपी ओली शर्मा, जसले कमरेड अध्यक्ष प्रचण्डको नेतृत्वमा सुशासन र सामाजिक न्यायको पक्षमा इतिहासकै सबैभन्दा लोकप्रिय सरकारको नेतृत्व गरिराख्नु भएको थियो, त्यसबाट अत्तालिएर त्यसलाई अप्राकृतिक रूपले र अस्वाभाविक रूपले जसरी त्यो गठबन्धनलाई तोडेर जो नयाँ गठबन्धन कायम गरेर नयाँ सरकारको नेतृत्व गरिरहेको छ, त्यसले अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वको त्यो सुशासन र सामाजिक न्यायको श्रृङ्खलालाई छुटाएर उसले जताततै भ्रष्टाचार, बेफिती र कुशासनको श्रृङ्खला अगाडि बढिरहेको छ। यो सन्दर्भले पनि राजतन्त्रवादीहरूले टौका उठाउने मौका पाएको हो। त्यसो भएको कारणले म खबरदार गर्न चाहन्छु केपी ओली शर्मा नेतृत्वको सरकारलाई पनि, यदि मुलुकमा साँच्ची नै मुखले भने जस्तै सुशासन कायम गर्ने पक्षमा इमानदारिता देखाउन चाहन्छ भने अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा 18 महिना सरकार सञ्चालन हुँदै गर्दाखेरि जसरी जनताले साथ र समर्थन दिएका थिए, जनताको आशा जागेको थियो, त्यसैलाई निरन्तरता दिने हिसाबले आफ्नो काम कारबाहीलाई अगाडि बढाइयोस्, होइन भने तिम्रो काम कारबाहीले यहाँको प्रतिगामी शक्तिलाई मौका दिने, टाउका उठाउने अवसर प्रदान गर्ने खालको गतिविधि गर्छौ भने यो प्रतिगामी शक्तिहरूलाई बढाउने क्रममा नै तिमी जस्ता नेतृत्वको पनि अवसान हुने कुराको पनि म स्मरण गराउँदै मलाई यो तामाङ राष्ट्रिय मुक्ति मोर्चाको इन्चार्जको हैसियतले पनि यहाँ शुभकामना मन्तव्य राख्ने अवसर दिनुभएकोमा म आयोजक टिमलाई हार्दिक धन्यवाद दिँदै मेरो आफ्नो भनाइलाई यहाँ अन्त्य गर्न चाहन्छु। हस्त, धन्यवाद। लासो फ्याफुल्ला जोजोलप्पा।
धन्यवाद कमरेड हितबहादुर तामाङज्यूलाई। अथेन शुभकामना मन्तव्य तय दिए निम्ति जापु महागुठिया नायो सत्यनारायण दङ्गुलजुया या त इना नायो जापु महागुठिया नायो सत्यनारायण दङ्गुलजुया त थाना पनि थोलन लिपा झिस छपु मिए नेने धुन नेनेका थोलन लिपा सुबह हनी बाम थो सभापतिज्यू अथे मुपा कमरेड प्रचण्ड नाप डासे चुना ड्युटी सकल हनी भपी नाप न्योनी चुना ड्युटी सकल दाजुकिजा त क्याम्पिङ जापु महागुठी पाखे सेकुण्ड यको जोजोल पा देशना चुना उजुल ठाउँ मुक्ति मोर्चा यो अधिवेशने जापु महागुठी खौ छुङ खौ शुभकामना मन्तव्य त्यो निम्ति यी बेजोली यको गोसा खलाइदा आभार व्यक्त हुन्छना यी मजुका नयना यको ढाउ मरु आयो थो चाहिँ थौयो कार्यक्रम लिपा छु चाहिँ पदाधिकारी चेन्जियो जुए जुल ओके चाहिँ अझ आशय न सुथाङलाको नेवा मुक्ति मोर्चा न्याफेमा अहिले जातीय हक अधिकार निम्ति हिसिल फेमा तगा यको सुबह देशना चुनाव जुल अहिले थन वे ढुङ्गा छटवाजा जिता लगे जो ख मनासी मगाथे चोना जी जो मनै खछौ तेजना ओ छुले गाटाले आ दक्षिण मध्य झिउ तो नेपालले आ जल्दा बल्दा गायो तो चिची रौ खे स्वयन राज्य सुची जे ध्यान बिमाले ढका दासा देश पुनः संरचना दुई ढुङ्गा अले पुनः संरचना यो झले झी नेवाधा बर्मुढा खेढा सकल नागरिक त सुलेटका ढाबले गणतन्त्र बोल्की थौ आत्मनिर्णय अधिकार दै अले वो आत्मनिर्णय अधिकार को ठाए छिसा छिउ ठाउ जीवन यापन याउ राज्य स्थापना जुई तगा छित गु चाहिँ नापानन से आन्दोलन यान जुपी हनि बफिस तैटौ ख झी उयाली पन यको स्वायत्त राज्य संघर्ष गान लगे जी न मेमे कठन छिस आन्दोलन याना यहाँ उइला चुनाउला जुए जुला ओके यो सिलसिला अले आ छिस विचारमा घण्टा लगले गाठाले आफू चाहिँ संविधान संशोधन मुख्यतया ध्यान केन्द्रित जी माथे छौ छाडा स फुक्क ख अने उया केन्द्रित जचौडो गु पुनः संरचना जी ढुकायो संविधान प्यावै चंगो आइदा गु गणतन्त्र यो हिसाबमा दुरुस्त जचौडो मरु अवस्था आयो चाहिँ सरकार बा विपक्षी दल पिस सक्ने मिले दिया सकेसम्म आतको यो चाहिँ त्रुटि त चाहिँ सच्यायना नुगु छौ चाहिँ पुनर्लेखन संविधान पिका फसाए जग थो देश चाहिँ यहाँ उनी थे जितता नत्र वहाँ लान्छना जगेना राजनीतिक खिचातना याना छुए अर्थ मरो ए जोली चाहिँ हनी बापी सकल चाहिँ नेतागण पिन्त झी नागरिक समाज भ्यामा उछले गा दल्लासा आ पुनः संरचना चले दुरुस्त आत्मनिर्णय अधिकार दुगो संविधान चाहिँ छिस हानन संशोधन याना पिका फट अले वे अनुसार चाहिँ व्यक्तियो तर्फ मखो विधियो कठ शासन न्याय राज्य छिस स्थापना या दशा छिफुक चाहिँ नागरिक समान अधिकारी भोगाधिकार जी थे ताउली ठुली जी चाहिँ माग यासे जापु महागुठी पाखे जित विदा बिया दिसो सुभा सत्यनारायण दङ्गलजी त आ धुन छबु आका दिया निम्ति इनाप्या हेलो ए बोलो ल रेडी
रेडी नि 1 2 3 4 Thank you.
सुबह धर्ममुनिका वेकया बाजा खल या पासपिन्त अथेना भिन्तुना नोचुतया दिया निम्ति पूर्व मन्त्री एवं नेवा नेलुवा राजेन्द्र प्रसाद श्रेष्ठ ज्यादा थिएन बने भने बामा मुजा नायो अथे चाहिँ थौया नुपा भने बामा पूर्व प्रधानमन्त्री नेपाल गणतन्त्र नायक कमरेड प्रचण्ड पुष्पकमल दाहालज्यू अथे चाहिँ नेवा नेलुवा बौद्धिक व्यक्तित्व मल्लके सुन्दरज्यू अथे पुरानो उप प्रधानमन्त्री माओवादी केन्द्रया वरिष्ठ लोकु नारायण काजी श्रेष्ठज्यू अथे मञ्चे आसिन सुक्क नेतागण हनेबापी मिसापी अले थन झाइदिबी सकल भाजु मेजुपिन्द जो यक्को हनाबना देशाचे जोजलपा यमकना सक्षिता जो संघीय अभिवादन सदस्यत सलाम जो थयो थ नेवा राष्ट्रिय मुक्ति मोर्चा यो सोको देता मुजा सुथा लाक्क न्यायमा भेगा दक्ले नापा जे भिन्तुरा देछान जना नेवा राष्ट्रिय मुक्ति मोर्चा जिगु नेवा आन्दोलन या छौ इतिहास न थ संहिता गणतन्त्र धर्मनिरपेक्षता यो आन्दोलन त नेतृत्व याना उगो इले जी दोक्स्या थियो के पहिचान सहित थियो संहिता लागि आन्दोलन जेतंगु इले तकले